कि खानु भात एकछिन ढिला हुनु हुँदैन। अलिकति मजाले पाकेन भने पनि पाकेन भन, दिन रात गनगन गर, एकछिन टाइम त लाग्छ नि हौ पाक्न। के गर्नु दुलै, सुगर छ, समयमा खाएन भने सुगर बढ्छ। मेरो इच्छाले बिमार ल्याएको होइन, के गर्नु। म जान्दिनँ सुगर छ भन्ने कुरा, सिकाइरहनु पर्छ मलाई। अलिकति पिरो भयो भने पनि धेरै पिरो लागिहाल्छ। आज कति पिरो हाले कि भन। के गर्नु दुलै, पेटलाई सुहाउँदैन, बाहिर मात्रै जानुपर्छ। सुगर भएका मान्छेले त अलिअलि काम गरे पो यसो शरीर पनि ठिकै रहन्छ त। बसेको बसे गर्नु छ अनि किन बिमारी नहुनु। ब्लड सर्कुलेसन हुनु छैन अनि कहाँबाट ठिक हुन्छ शरीर। सके जति त गरेकै छु, बलले नभ्याएको त के गर्नु, कसरी गर्नु। कसरी गरौँ, जसरी भए पनि गर्नु पर्यो नि। अन तिमीले के बोलेकी यस्तो किरण, जे मनमा आयो त्यही बोलेकी छौ। अघिदेखि हेरिरहेको छु म। के गलत बोलेर मैले, जे हो त्यही त भन्दैछु नि। राम्रो कुरा पनि नराम्रो स्वरमा बोलेको छ भने नि त्यो नराम्रै सुनिन्छ, र नराम्रो कुरा पनि मन बिजाउने कुरा पनि अगर राम्रो स्वरमा बोलेको छ भने नि त्यो त्यति नराम्रो लाग्दैन। तिमीले भनेका कुराहरू त सबै सही हुन्, तर तिम्रो जुन बोल्ने तरिका हो नि त्यो बहुत गलत हो। तर यिनै कुराहरू तिमीले राम्रो मुखले राम्रो स्वरले भन्थ्यौ भने नि यी कुराहरू अमृत सर हुने थिए। मलाई सिकाउने बका। बोलीले नै बिजाउँछ, बोलीले नै गलाउँछ, बोलीले नै सृष्टि पनि गराउँछ।